आजको यस भिडियोमा हामी हेर्छौं आफ्नो एड अकाउन्टमा पेमेन्ट मेथड डलर कार्ड कसरी एड गर्ने। एड गर्नको लागि पहिला आफ्नो फेसबुक खोल्नुस्, त्यसपछि आफ्नो एड म्यानेजर खोल्नुस्, देन तपाईको एड अकाउन्ट यहाँ चुज गर्नुस् जुनमा हाम्रो पेमेन्ट मेथड एड गर्नुपर्ने छ। जस्तो मेरो एड अकाउन्ट 0 मैले चुज गरे अनि तपाईको यहाँ जानुहुन्छ भने लेफ्ट साइडमा बिलिङ एन्ड पेमेन्ट्स को अप्सन आउँछ, यसमा क्लिक गर्नुस्। त्यसपछि तल आउनुहुन्छ भने यहाँ हुन्छ एड पेमेन्ट मेथड। हाम्रो एउटा बाइ डिफल्ट एउटा अलरेडी एड छ, हामी ब्याकअपको लागि अर्को एड गर्न गइराखेका छौं। त्यसको लागि यसमा क्लिक गर्नुस् अनि माथिमा सिलेक्ट गरेर डेबिट अर क्रेडिट कार्डमा नेक्स्ट गरिदिनुस्। देन आफ्नो कार्डको डिटेल्स यहाँ हाल्दिनुस्। तपाईसँग भर्चुअल कार्ड फिजिकल कार्ड छ भने तपाईको त्यसमा भर्चुअल कार्डको केसमा मेलमा मोबाइल बैंकिङमा डिटेल्सहरु हुन्छ अनि फिजिकल कार्डको केसमा तपाईको एटीएम जस्तै पाउनुहुन्छ। त्यहाँ नम्बर, तपाईको नाम, एक्सपायरी डेट, सीवीवी नम्बर हाल्नुपर्ने हुन्छ। जस्तो मसँग अहिले फिजिकल कार्ड छ भने म यहाँ आफ्नो पहिला नाम हाल्छु, त्यसपछि तपाईको 16 डिजिटको नम्बर हुन्छ त्यो हाल्नु पर्छ। यहाँ तो मेरोमा 4660 00066664। देन एक्सपायरी डेट पहिला मन्थ त्यसपछि इयर। जस्तो त्यो कार्डको अगाडि नै हुन्छ। जस्तो मेरोमा के छ 26/12 भनेको तपाईको 12 महिना 2026। सीवीवी नम्बर यो अलि हाइड गरेर हाल्नु पर्छ, सिक्युरिटी रिजनले हुन्छ। यो कार्डको पछाडी हुन्छ फिजिकल कार्डको केसमा अनि तपाईको भर्चुअल कार्डको केसमा तपाईको मोबाइल बैंकिङमा हुन्छ। यो 3टा डिजिटको हुन्छ। मैले आफ्नो हाल्दिए, त्यसपछि यहाँ सेभमा क्लिक गरिदिनुस्। एकछिन टाइम लिन्छ, होल्ड गर्नु होला अनि यो सेभ हुन्छ। यो सेभ हामीसँग दुईटा कार्ड भयो, एउटा डिफल्टमा हुन्छ एउटा ब्याकअपको लागि हुन्छ। इफ तपाई चाहनुहुन्छ मसँग एउटा कार्ड मात्र छ भने त्यसलाई मात्र एड गर्ने, अर्को एड नगर्ने, त्यसको लागि यो रिमुभ पनि यहाँबाट गर्न सक्नुहुन्छ। यसलाई डिफल्ट बनाउन सक्नुहुन्छ, रिमुभ गर्न सक्नुहुन्छ, एडिट पनि गर्न सक्नुहुन्छ। यसले म रिमुभ गरिदिन्छु अहिलेको लागि अनि यो रिमुभ भइहाल्छ। यो पहिला जस्तो भइसक्यो। यसरी नै हामी आफ्नो एड अकाउन्टमा डलर कार्ड एड गर्न सक्छौं।